नमस्ते साथीहरू, स्वागत छ यहाँहरूलाई मेरो च्यानल रेसिपिजको खजानामा। आलु त हामी सबैलाई जसरी नि बनाएर दिएको मनपर्छ, तर म आज पोखराको फेमस थिचेको आलुको रेसिपी सेयर गर्दैछु। मैले बनाएको रेसिपी मन परिरहेछ भने च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला। यो रेसिपीमा ध्यान दिनुपर्ने सबै टिप्सहरू पनि बताउने छु। यसको लागि आवश्यकता अनुसार आलु लिनुपर्ने हुन्छ। मिडियमदेखि ठुलो साइज दुवै प्रयोग गर्न मिल्छ, तर सानो आलु चाहिँ अलि मिल्दैन। आलुलाई तासी पानीमा भिजाइ राख्ने। मसलामा 1 ठुलो चम्चा गोटा धनियाँ, 1 सानो चम्चा तिम्बु, 4वटा रातो खुर्सानी वा आफूलाई कति पिरो मनपर्छ त्यही अनुसार, 1 सानो चम्चा जिरा, स्वाद अनुसार बेसार र नुन। अब पानीबाट एउटा आलु निकाली गोलो सेपमै 2 देखि 3 टुक्रामा काट्ने। आलुको साइज अनुसार मैले यहाँ देखाए जस्तै सबै आलु काटी रेडी गरिसके। अब एउटा भाँडोमा पानी तताउने, आलु डुब्ने गरी पानीमा बोइल आएपछि सानो 1 चम्चा नुन राख्ने। काटेको आलु राखी छोपेर 5 देखि 7 मिनट छोपेर पकाउने। यो आलु कतिको बाक्लो छ त्यसमा भर पर्छ। 5 देखि 7 मिनटमा काँटाले आलुमा प्रिक भइरहेछ भने आलु रेडी भइसक्यो भन्ने थाहा पाउनु पर्ने हुन्छ। यहाँ आलुलाई 50% सम्म मात्र पकाउने हो, ओभरकुक गर्नुहुन्न। ओभरकुक भयो भने आलु थिच्दा टुट्छ र यसको सेप राम्रो आउँदैन। आलुलाई निकाली थोरै बेर सेलाउन छोडिदिने। आलु सेलाउन्जेलसम्म अब कराई तताई त्यसमा तयार गरेको गोटा मसलालाई ड्राई रोस्ट गरेर निकालेर सेलाउन दिने। त्यही कराईमा 8 देखि 10 चम्चा तेललाई राखेर तताउने अनि एक आलु राखी तलको लेयर क्रिस्प भएपछि मात्र बिस्तारै पल्टाउँदै चारैतिर लेयर बनुन्जेलसम्म फ्राई गरेर निकाल्ने र ग्यास बन्द गर्ने। यता मसलालाई पनि पिँधेर रेडी गर्ने। अब आलुलाई चपिङ बोर्डमा राखेर माथिबाट कचौराले बिस्तारै थिच्ने। धेरै बल लायौँ भने आलु फतक्क हुन्छ र टुट्छ, सो यो कुरा ध्यान दिनुपर्ने हुन्छ। सबै आलुलाई मैले यसरी नै रेडी गरिसकेँ। अब अघिकै कराईमा रहेकै तेलमा तेल तताई फेरि लो टु मिडियम फ्लेममा थिचेको आलुलाई क्रिस्प हुन्जेलसम्म फ्राई गर्ने। यतिको रातो र क्रिस्प भएपछि निकाल्ने। यसरी नै मैले सबै थिचेको आलुलाई फेरि फ्राई गरिसकेँ। अब ग्यास बन्द गर्ने। कराईमा यदि तेल बढी छ भने निकाल्ने, नत्र त्यही तातो तेलमा थोरै बेसार, पिँधेको मसला, स्वाद अनुसार नुन राखी चलाएर फ्राई गरेको थिचेको आलु राखी बिस्तारै चलाई मसलालाई आलुमाथि कोट हुन दिने। हाम्रो थिचेको आलु रेडी छ सर्भ गर्नलाई। यसलाई तपाईले अचार, केचप जेसँग नि खाँदा उत्तिकै स्वादिष्ट र क्रन्ची हुन्छ। भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला। धन्यवाद।